फोटो पनि बेची खाने भन्दै रिस उठेर छोड तिमीहरू घन्टे कुन चाहिँ गतिलो हो र एउटालाई इन्टरभ्यू लिएर एजेन्डा के छ भन्दा के सोध्यो भने तपाईँले हामीलाई बहुमत दिएर जिताउनु भयो भने हामीलाई छानेर हाम्रो हुनेवाला प्रधानमन्त्री बालन शाहलाई स्याङजामा ल्याएर देखाउने चाहन्छौँ 2-3वटाले त्यस्तै भनेको सेम डाइलेक्ट अनि अर्कोलाई सोध्दा एजेन्डा के धेरै भन्नुहुन्न कि अर्काले चोरी दिन्छ हामी भन्छौँ बिस्तारै भने भोट दिन्छ आजको तामाङ होइन अर्को बाबै अनि के भोट दिइसकेर जिताएपछि चाहिँ तिनीहरूको एजेन्डा आउने रिस उठ्दो यो बेला भनेको इतिहास लेख्ने बेला हो के बुझिस् नि नयाँ नेपाल लेख्ने बेला अगाडि पनि नभएको पछाडि पनि नभएको इतिहास चाहिँ भुत्रकै हुनु फागुन पहिलो हप्तामा निकाल्छु भन्दैछ उले अनि के त्यतिखेर गर्छु भने बालनले के थाहा भोट पछि पनि गर्छ रे खाली माटोमा चाहिँ पक्का कि पक्का यता बालनले भनेको उले त बोलेको हैन माटोले गरेको काम चाहिँ हो हैन अनि बालनले गर्यो भने के थाहा अहिले के गरे काम अहिले त पलाएर गरेर बसेको छ हिँडे माला लगाइदिनु हो त गरेर फ्याल्दिन्छ फोन खेती गर्छ साइलेन्ट इज द बेस्ट एन्सर भन्ने थाहा नि तपाईलाई साइलेन्ट इज द बेस्ट एन्सर हो के नेता भनेको जनताले बनाउने हो के जनतालाई नेता बनाउने होइन जनताले नेता बनाउने हो त्यो जनतासँग मिल्न नसक्ने मान्छेलाई कसले बनाउँछ के केही जनताले त बालनलाई नेता बनाएको बनाखा तिमीहरू जस्तै त्यो 2-3 जना पछि लाग्ने त्यो अनुहार हेर्नलाई उही भने फोटो खिच्ने भन्दै त्यो कुद्ने मान्छेहरू सुन त्यो कुरा त छोड हर्केले माला लगाइदिरहेको छ हर्क साम्पाङलाई चाहिँ भेट्न पाए हुन्थ्यो अनि नेता चाहिँ चाहियो हर्केले माला लगाइदिरहेको छ होइन अनि हर्केलाई चाहिँ हर्क साम्पाङ भेट्न पाए हुन्थ्यो चिन्दै नचिने त के बालन चाहेर त एकचोटि हात यसो गर्दैन पछाडि लाखौँ हुन्छ हर्केले भन त के भन्नुहुन्छ हर्केले यसो गर्यो भने बालनको पछाडि लागि त्यही तिमीहरू जस्तो 2-3 जना भन्नुभयो होइन त्यहाँ हर्ककै बरु 2-3 जना हुन्छन् बालनको त यस्तो गर्दाखेरि कतिवटा क्रेज छ त्यहाँ करोडौं छन् हर्केले यसो गर्यो भने बेलचा लिएर 5 जना मात्रै हो अनि आउँदैन पैसा तिरेर हेर्नु पर्ने मान्छे जुग नदेखिने मान्छे फ्रीमा हेर्न पाएपछि को आउँदैन को अरे त्यो यस्तो नाच्ने छोटो लुगा लगाएर के मगर ज्योति मगर अनि अर्को को अरे अस्ति भर्खर त्यो भिडियोमा भाइरल भयो केटी अहिले नाच्छ नि प्रोग्राममा तिनीहरूलाई हेर्न त पैसा तिरेर जान्छन् अनि बालनलाई शीतलमा देखेको चाहिँ अनि पैसा तिरेर फ्रीमा हेर्न जाँदैन हर्केलाई चाहिँ किन आउँदैन नि त किन आउँदैन उसको ठाउँमा छ त गइरहेको यति मलाई भिड देखिनु होइन तँलाई हर्केलाई देश विकास गर्छ नि त तँलाई केसरी लाग्छ के त्यति भन्दैन के एउटा बेलचा लिएर देश बनाउन सकिन्छ एजेन्डा के छ त हर्केको घन्टीहरू त त्यही सायदमा लागेछ अघि भर्खर देखाएन मैले बाटो खन्न थालेको घन्टीहरूले पनि अब भोट चाहिँ बाटो खनेर तेरो हर्केले बेलचा लिएर हिँड्दा चाहिँ देश विकास हाम्रो चाहिँ घन्टीले चाहिँ बेलचा लिएर हिँड्दाखेरि त्यहाँपट्टि अनि तपाईँहरूले भनेको होइन ढुङ्गा बोकेर बेलचा हानेर देश बन्छ भन्छ अनि किन त फेरि घन्टीहरू त्यही बाटो खन्न गयो त अब भन्छ नयाँ नेपाल इतिहास लेखिन्छ अब बालन सरकार मेरो कान करायो बालन सरकार नाम सुन्न सकेका छैन मान्छेले हेरे मेरो टुट गएछ कान धेरै गर्छ टुट होइन तेरो मात्रै होइन सारा अहिले जति पनि पुराना नेताहरू छन् झोलेहरूको सबको दिमाग टुट गर्नेवाला छ बाबाले सुताइदिन्छ तिमीहरूलाई थाङ्ना अब टुट गर्नेवाला छ बहिनी टुट गर्नेवाला हेर तिम्रो कान केही हुँदैन मयूर डान्स गरेर चाहिँ माओवादीलाई केही हुँदैन